भ्यू टावर भन्दा बदनामी भो भनेर होला अचेल यसलाई दमक व्यापारिक कम्प्लेक्स भन्न थालिएछ। टावर छेउको दोबाटोमा भ्यू टावर लेखेको साइनबोर्ड छोपेर फ्लेक्समा व्यापारिक कम्प्लेक्स लेखेको पनि देखियो। तर यहाँ वास्तविक व्यापार चाहिँ सुरु हुन सकेकै छैन। यसका 18 वटै तलामा व्यापारिक गृह, कर्पोरेट हाउस, बैंक, वित्तीय सङ्घ संस्थाहरू, अफिस, सभा हल आदि राख्ने गरी ठाउँहरू छुट्याइएका छन्। तर ती ठाउँ अहिले वाङवाङती खाली छन्। कहिले कसरी भरिने हुन् कसैलाई थाहा छैन। टावरको भित्री बनावट पनि आधुनिक अफिस राख्न अलि मिल्दो होइन कि जस्तो देखिन्छ। सबभन्दा खड्किने कुरा त लिफ्ट चढ्दा चढ्दै नै महसुस हुन्छ। यहाँ एकचोटिमा 6-7 जना मान्छे मात्र चढ्न मिल्ने, अधिकतम 544 केजी मात्र लोड थाम्न सक्ने सामान्य लिफ्ट राखिएको छ, त्यो पनि 4 वटा मात्र। यस्ता साना लिफ्ट त 4-5 तले भवनमा राखिन्छ, 18 तले टावरमा होइन होला सायद। मानव कुनै बेला यो टावर भरिभराउ भयो रे, सयौँ मानिसहरू ओहोरदोहोर गर्न थाले रे, ठुल्ठुला माल सामानहरू ओसार्नु पर्यो रे। त्यसको लागि चाहिने ठुलो लिफ्ट यहाँ एउटै छैन, बनाउने ठाउँ पनि छुट्याइएको देखिएन। अनि सिडी पनि फराकिलो छैन, रेलिङ त झन् धराब जस्तो लाग्यो। होचा 3 वटा स्टिलका सामान्य बारहरू मात्र लगाइएका छन्, कुनै चिजले छेकिएको पनि देखिएन। यति अग्लो टावरको सिडी मान्छे छिरेर खस्ने खालको देखिन्छ। फायर स्केप स्टेयर्स पनि एकतिर मात्र छ, कतै कतै त भुइँ चर्केको समेत देखियो। यस्तो किन र कसरी भयो भन्ने कुरा खोजीको विषय हो। यहाँ पुग्न कुनै ठुलो व्यापारिक कम्प्लेक्सतिर जाने जस्तो चौडा सडक पनि छैन। गाउँ र खेतको बीचमा बनाइएको बाटो छिचोल्दै जानुपर्छ। अझ टावरसम्म त पक्की बाटो समेत पुगिसकेको रहेनछ। महालेखा परीक्षकको 60औं वार्षिक प्रतिवेदनले पनि यसको पुष्टि गरेको छ। त्यसमा लेखिएको छ, भ्यू टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन। यो भनेको राज्य कोषको दुरुपयोग हो। हालै आएर सरकारले एउटा निर्णय लिएको छ, दमकसहित देशका विभिन्न 6 वटा विशिष्ट संरचनाहरू सञ्चालन गर्नको निम्ति निजी क्षेत्रलाई भाडामा दिने। सरकारले भवन बनाएर भाडामा दिने भन्ने कुरा त सैद्धान्तिक दृष्टिबाटै गलत छ। सरकारले गर्नुपर्ने काम पनि होइन यो। दोस्रो कुरा, यस्तो अपायक ठाउँमा भाडा लागिहाल्छ भन्ने ग्यारेन्टी पनि छैन। लागे पनि निकै सस्तोमा दिनुपर्ने हुन्छ, किनभने यहाँ कुनै व्यापारिक अथवा व्यवसायिक किसिमको चहल पहल देखिँदैन। कसले आएर यहाँ कर्पोरेट अफिस या वित्तीय सङ्घ संस्थाहरू राख्ला र भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिन्छ। बरु केही उपाय लागेन भने यहाँ ठुलो किसिमका अस्पताल, मेडिकल कलेज, इन्जिनियरिङ अध्ययन संस्था अथवा विश्वविद्यालय यस्ता कुनै कार्यालय राख्नेतर्फ पनि भविष्यमा सोच्नुपर्ने हुनसक्छ। भलै त्यस्ता कामको निम्ति यो भवन उपयुक्त छ कि छैन त्यो पनि विज्ञहरूले बुझ्ने कुरा हो। यो टावरलाई यत्तिकै राखिरहने हो भने चाहिँ यो सेतो हात्ती बन्छ, पाल्न र सम्हाल्न दुवै गाह्रो हुनेछ। हामी कहाँ एउटा समस्या नै छ, ठुला भौतिक पूर्वाधारहरूको सपना देख्ने तर त्यसलाई मूर्त रूप दिन भने नसक्ने। मानौ त्यस्तो संरचना बनाइहालियो भने पनि सञ्चालनमा ल्याउन नसक्ने, सञ्चालनमा ल्याइहालियो भने पनि प्रतिफल हासिल गर्न सक्दै नसक्ने। पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थललाई यसको दृष्टान्त मान्न सकिन्छ। ती एयरपोर्टहरू राम्ररी चल्न नसक्नुमा भारतले उत्पन्न गरेको अवरोध त एउटा कारण होला, तर त्यसमा हाम्रो आफ्नै व्यवस्थापकीय कमजोरी पनि ठुलो कारणका रूपमा देखा परेको छ। यस्तो राष्ट्रिय रोग अन्यत्र पनि देखिएको छ। आवश्यकता, प्रयोजन र परिचालनको योजना बेगरै देशैभरि ठुल्ठुला भौतिक संरचनाहरू बनाइएका छन्। जस्तो कि दमकमै 35 करोडको सभा हल बनाइएको छ, चितवनको सौराहा र भरतपुरमा 1 अरब 41 करोडको, अनि धनगढीमा 28 करोडको, त्यसै गरी ललितपुरको गोदावरीमा 80 करोडको सभा हल बनाइएको छ। सातै प्रदेशमा यस्ता 43 वटा महँगा र ठुल्ठुला सभागृहहरू बनाइँदैछन्। के यति धेरै सङ्ख्यामा यति ठुलो लगानी गरेर सबैतिर यस किसिमका सभागृहहरू बनाउन जरुरी छ? दमकको भ्यू टावरले अहिले जुन नियति भोगिरहेको छ त्यसको पुनरावृत्ति अन्यत्र नहोस्।